नमस्ते, मेरो नाम चाहिँ सुनिल अनि आज चाहिँ हामी ताप्लेजुङ जाने क्रममा हाम्रो गाडीको चाहिँ आज अचानक दुर्घटना भएको रहेछ। यो ठ्याक्कै ब्याटचोक भन्दा अलिक ओरे भनौँ न। अनि दुर्घटना हुनुभन्दा अगाडि मलाई यति मात्रै याद छ, एकजना दाइले ओए ओए भन्दै थियो, त्यसपछि ब्लान्टेज झरेपछि एकछिन त ब्ल्याकआउट भए। अनि यसो होस आउँदाखेरि चाहिँ अलरेडी भनौँ न यति पानी आइसकेको थियो। त्यसपछि म आत्तिसकेको थिएँ, धन्न टाइममा हामी यो सबजना रेस्क्यु भयौँ। त्यसको लागि म भगवान्लाई धन्यवाद भन्न चाहन्छु। त्यही भयो, भइहाल्यो। अब धन्न, अब नयाँ जीवनदान पाइयो, नयाँ जीवनदान पाइयो। मोबाइल पनि हरायो। यस्तै छ, जे होस् नयाँ जीवनदान पाइयो। अब जे हुनु त्यो भइहाल्यो होइन। क्षति केही भएको छैन, कसैलाई पनि केही भएको छैन। क्षति भनेको एउटा हाम्रो वीरेन साहब ज्यू हुनुहुन्थ्यो, उहाँको चाहिँ अहिलेसम्म अतोपत्तो लास्टको अतोपत्तो छैन। अनि मोबाइल हेर्दा हेर्दै झार्थ्यो, म चाहिँ ओइ ओइ भन्दैछु, सर्लक्क झार्थ्यो। म र एकजना अगाडि बस्ने भाइ चाहिँ चुम्लुम्बे डुबेको थियौँ। दुईजना भाइ चाहिँ डुबेको थियौँ हामी, धन्न हामी निक्लिहाल्यौँ। निक्लेपछि पाले पिलो गरेर निक्ल्यौँ। अनि ठ्याक्क मेरो माथि चाहिँ भाइ चाहिँ एउटा धिरेन भाइ भन्ने, उसको चाहिँ वीरेन भाइ भन्ने, उसको चाहिँ अनि सिटमा हात त्यस्तो छिरेर यो हात चाहिँ पुरा मड्किरहेछ अरे, भाइको चाहिँ दुखिरहेछ। अब चाँडोभन्दा चाँडो उपचार गर्न लिएर जाने हो भाइलाई। र अरू हाम्रो गाडी पनि पुरै क्षति भएको छ। अनि एकजना भाइको मोबाइल पनि हराएको छ। हुन्छ नि, यत्रो भइरहेछ तर पनि खाना चाहिँ छुट्दैन क्या। सबैजना सही सलामत छौँ। अब हामी यता अब घुम्न पनि आएको थियौँ र भगवान्को एउटा जे होस् एउटा दर्शन गर्न पनि आएको थियौँ। तर के जुरायो त्यो त अब भर्खरै थाहा पाइयो होइन सबैजनाले। जे होस् समयले सबै थोक बुझाइन्छ होइन। त्यही भएर कहिले पनि भन्छ नि मान्छे, मृत्यु भनेको लेखेको छ भने त्यो आउँछ नै क्या। त्यही भएर कहिले पनि मृत्युसँग डराउने नै हुन त यहाँ के भन्छ प्रायः जस्तो धेरै मान्छे मरेको छ, आज हामी बाँच्ने पहिलो मान्छे हो। थ्याङ्क यू गड, यो अर्को जीवन दिएकोमा। यो चाहिँ अब यो लाइफको चाहिँ म पुरै सक्दो युज गर्छु। अब त्यहाँ गल्ती के देख्यो भन्दाखेरि हाम्रो जुन गुरुजी हुनुहुन्छ चालक, उहाँले चाहिँ मोबाइल हेर्ने क्रममा अब उहाँले ब्रेक हान्न नसक्दाखेरि चिप्लेर गएर लड्यौँ हामी। अब मलाई चाहिँ लाग्छ कि उता हाम्रो पातिभारा माताले पनि अब दर्शन गर्न लेखेको थिएन कि जस्तो। यहाँ सुरज भाइ छ र हाम्रो सबै लुगाहरू एउटा पनि सुकेको छैन। वी आर वरियर्स। अनि यहाँ हाम्रो बिबिसको खाना गइरहेछ। इन्जोइङ द भ्यू। यो चाहिँ अहिले हामी माथिल्लो फेदीमा सुकेको छैन। अहिले चाहिँ हामी यस्तो अवस्थामा छौँ, मौसम लास्ट चिसो छ, मौसम पनि उता बिग्रिरहेछ अरे। अहिले चाहिँ हाम्रो खानपिन कार्यक्रम चलिरहेछ। बेबी सावर यो भनिरहेछ, के भनिरहेछ? ब्याट्री गयो नै, मेरो डिस्प्ले गयो जस्तो। रिस्टार्ट गर्न भन्दैछ, गर्नु न। रिस्टार्ट गर्न भन्दैछ। I'm today here in
Taplejung. We are very excited and we are very excited to visit Patibara temple, and I bathed recently and I am feeling so cold. This is the best moment of my life. हाम्रो अहिले गाडी चाहिँ हल्का बिग्रिरहेको छ अनि के भन्छ त्यही यहाँ बनाउँदै हुनुहुन्छ अनि हाम्रो यो पेसेन्जरसँग चाहिँ म यहाँ भेट्न आइरहेको छु पेसेन्जर भन्छ मेरो भाइ What do you mean, bro? Oh, hello. Namaste. Dr. Sunil Kumar. We are very excited. ऊ चाहिँ एक्साइटेड रहेछ आज र आज भयो दाइ ल हाम्रो गाडी भयो नि सकेको छ अब चाहिँ हामी निस्किन आँटेको अनि बादल चुनला बाटो चाहिँ हाम्रो यहाँ ओभर राम्रो हुँदो रहेछ सही छ बाटो यतिको बाटो चाहिँ हुनुपर्छ यहीँको लोकल हो म यहाँको बारेमा मलाई अहिलेभन्दा 50 वर्ष अगाडिको पनि केही इतिहासहरू थाहा छ यही पाथिभराको बारेमा चाहिँ आजभन्दा 60-70 वर्ष अगाडि चाहिँ त्यहाँनिर एउटा भेडा चराउने चलन थियो नि त खर्च चलाउने अनि चराउने त्यसमा त्यहाँ पनि एक दुई ठाउँ चोक जस्तै भेडा राख्ने भेडा त सारी रुनुपर्छ त्यहाँ राख्ने क्रममा चाहिँ अचानक एक रात भेडा हराए अनि त्यहाँ धुपहरू गरियो धुपहरू गरेपछि ल यहाँ केही छ त भेडाहरू कहाँ गए कसो भयो भनेर गर्दाखेरि धुपहरू त्यहाँ गरेर एउटा भेडालाई पनि त्यहाँ बलिदिएको बलिदिए पछाडि चाहिँ भेडाहरू फेरि भोलिपल्ट भनौँ न सबै भेडाहरू जम्मा भए अनि यहाँ के रहेछ भनेर अनुसन्धान गर्दाखेरि जस्तै यो पारी भनेको 13 थोम पर्छ 13 थोमको एकजना धामी त्यति वरिष्ठ धामी गुरुङले चाहिँ त्यहाँनिर त्यो जस्ट अहिले हामीले पूजा गरेको मुनि चाहिँ अहिले हामी जस्ट पूजा गर्छौँ त्यहाँ मुनि हो खास मन्दिर चाहिँ त्यहाँ जोसुकै जान सक्दैनन् त्यहाँनिर उसले बत्ती सानो एउटा बत्ती बलेको देखेर चाहिँ त्यो धामीले चाहिँ त्यहाँ मन्दिर यहाँ देवी रहेछन् भनेर पत्ता लगाएको हो अनि त्यसबाट चाहिँ बिस्तारै उत्पत्ति हुँदै अनि जस्तै अहिले त्यो हामीले त्यो जस्ट देवी उत्पत्ति भएको ठाउँमा चाहिँ कोही जान नसक्ने भएको कारणले मास्तिर सारेको त्यहाँ मास्तिर एउटा जस्ट सानो खोपा छ त्यो मात्रै एउटा मेन हो क्या त्यो पहिलाको पहिचान अनि अरू चाहिँ अब बनाएको हो मेन मन्दिर चाहिँ जस्ट अहिले हामी पूजा गर्छौँ त्यसको मुनि 10 मिनट लाग्छ ठ्याक्क मुनि तर हामी यस्तो युवा त जान सकिन्छ मजाले ठाउँ राम्रो छ होइन त्यहाँ चाहिँ कस्तो छ भने एउटा चेप छ अनि त्यहाँ सानो एउटा बक्सा देखिन्छ भित्र हेर्दा त्यहाँ विभिन्न खालको नक्साहरू देखिन्छ त्यो मान्छेले राखेको नि होइन त्यहाँ हातले हामीले सकिँदैन लाइटले मजाले हेर्दाखेरि चाहिँ विभिन्न खालको नक्साहरू देखिन्छ अनि त्यसमा एउटा छोरी मान्छेको एउटा नक्सा छ भनौँ न अङ्गको नक्सा अनि त्यो त्यसैले देवी आमा भनेर हामी भनिन्छ बातिर त्यो नक्सा पनि छन् त्यसमा अनि यता किरिमिर देखिन्छ निकै बेर हेर्दाखेरि विभिन्न खालको नक्सा देखिन्छ त्यहाँनिर ठ्याक्क अहिले पनि
सास लिन गाह्रो भइरहेछ, एकदम गाह्रो भइरहेछ। सबै यो दारू सारूले गरेर हो। अबदेखि भो खाँदिनँ। जेन्जी गरे अनि दोस्त भिडियोको बिचमा आइदिने हो त। ल ल नभए पनि 5 घन्टा हिँडिसक्यौँ। त्यो पनि 0 डिग्री टेम्परेचरमा। झन् जति माथि चढ्दैछु त्यति जाडो पर्दैछ। मौसम लास्ट बिग्रिसकेको छ। सास फुलिरहेछ। त्यत्रो चढेर आउनुभयो सास फुलिरहेको अल्छी लाग्यो जस्तो छ होइन। मकै चगाउँदै माथि मकै चगाउँदै जानु हुँदैछ। उहाँको अलिकति पेटले चाहिँ दिइरहेको छैन होइन। जे होस् तर दाइले चाहिँ आज घटाउनुहुन्छ भनेर सोच लिएर पनि आउनु भएको छ र भगवान्को दर्शन पनि गर्नुहुन्छ। अनि भएको गरिएको पापहरूको यहाँ पुरा भइरहेछ होइन। हाम्रो यहाँ महानुभाव विक्रम सर ठिक छ अब गरिरहेछौँ हामी। तपाईँहरू पनि यसो आउनु एकपल्ट, वर्षमा चाहिँ एकपल्ट आउनु है पातिपारा। हाम्रो आन्टीहरूले भन्नुहुन्छ माथि चाहिँ मौसम एकदम बिग्रिरहेछ अनि उपड्ला जस्तो पनि छ अरे। अनि यहाँ ड्रोन उडाउन पनि बन्द रहेछ। हामीले ड्रोनको ब्याग त ल्यायौँ तर हेरौँ अब मौसमले साथ दियो भने एकचोटि उडाउँछौँ। होइन त्यस्तो टाढो छैन। छिटो आइज। भगवान शक्ति दिनु भगवान। छ माथि अझै अब चाहिँ ठाडो उकालो छ। यहाँको मान्छेहरू चाहिँ एकदम राम्रो छ। सबैले एउटै कुरा भन्छ कति माथि छ सोद्धा जाने 5 मिनट छ तर हामी लगभग 5 घन्टा भइसक्यो हिँडिछौँ। मेरो सास फुलिसकेको छ। मेरो हार्टबिट छान्दा हुन्छ। ननस्टप जगेको छ। टेम्परेचर पुरै 0 छ। बरफ पुरै हिउँ छ तल। कसम जाडो उस्तै हिँडाइ उस्तै। तर पनि गएर देखाउँछु जसरी देखाउँछु। तपाईँहरू माझमा के भन्न चाहन्छु भन्दाखेरि सर्वप्रथम तराई पहाड हिमाल त बेलुकै भइहाल्यो। आज हाम्रो तराईमा गर्मी छ, यहाँ यस्तो हिउँ लागिरहेछ। जसरी भए पनि हामीहरू यसरी दुःख काटेर यहाँसम्म आइपुग्यौँ। अझै माथि छ 1 घन्टा 1.5 घन्टाको बाटो। अब जानै पर्छ। माताले हामीलाई बोलाउनु भएको छ भने जसरी पनि शक्ति दिनुहुन्छ हामीलाई। त्यही भएर सबैजनाले माताको नाम लिँदै हिँडौँ। चाँडैभन्दा चाँडै माथि पुगेर हाम्रो पूजाको कार्य सकेर फेरि पनि पुनः तल झर्न हामी सफल हुनेछौँ है साथीहरू। नमस्ते। जेन्जी भन न। हामी जेन्जी के भन्छ एउटा दुध किन्न पनि बाइक स्कुटी लिएर जान्छु। त्यो त हो मैले नै गरेको। कसम नन स्टप 6 घन्टादेखि नन स्टप चढिरहेछु। तपाईँलाई यसमा के लाग्छ हामीलाई के कुनै स्पिरिचुअल पावरले बोलाइरहेछ कि हामी कसरी यति चढ्न सकिरहेछौँ? होइन यसो हो कि हामीलाई कस्तो के लाग्छ भन्नाले हामी जेनजीहरूले अब अलिक एक्सर्साइज गर्नु पर्यो। यो पाराले भएन, बाइक अब यसरी चढ्नु भएन। किनकि अब जे होस् पातिपारा माताले हामी यहाँ धेरै दुःख गरेर पनि आयौँ होइन। धेरै यो गरेर पनि आयौँ होइन। अब किन भन्नाले किनकि हामीलाई हामी
जे होस् पार्टीबाट बहुत कठिनाइहरू गरेर आयौँ किनकि जे होस् हाम्रो गाडी एक्सिडेन्ट पनि भयो गाडी पल्टेर पनि हामी धेरै यताउति गरेर पनि हामी दुःखसँग जे होस् हाम्रो केही साथीहरू फर्केर पनि गए होइन केही साथीहरू हामीले चाहिँ हिम्मत हारेनौँ हामीलाई धेरैजनाले भनौँ आधी बाटोबाट फर्किँदा अशुभ मानिँदैन जे होस् पाथिभाराले होइन पाथिभाराले यहाँसम्म पुगाएछ होइन गरेछ होइन हामीलाई होइन त्यस्तो गरेछ होइन अन्त तर पनि हामी यसो के भन्न चाहन्छु वर्षमा चाहिँ एकपल्ट चाहिँ आउनु पर्ने रहेछ यहाँ चाहिँ कस्तो हुँदो रहेछ भन्नाले होइन तपाईँलाई मनको धेरै धारणा पाउँदो रहेछ मान्छेहरूले धेरै भन्छन् नसक्ने मान्छेहरू अब जसले धेरै घमण्ड गर्छन् म चढिहाल्छु त्यो चढ्न सक्दैन होइन किनकि यहाँको 6 वर्ष 10 वर्षको बच्चा पनि चढेर सुई गएको छन् हामीले देखिरहेको अहिले पनि यहाँ साना नानीहरू पनि चढेर सुई फिरिरहेको छन् 50 वर्षका बच्चाहरूले पनि 50 वर्षका एकछिन त राख्न 50 वर्षका अङ्कल हामी 25-26 वर्षकोले त हामीले चढ्न लागि यस्तो गाह्रो भइरहेछ जस्तो मानव जे होस् अटोमेटिक यहाँ चाहिँ शक्ति दिँदो रहेछ अटोमेटिक हिम्मत दिँदो रहेछ नत्र गाह्रो हो धेरै चढ्न सकिँदैन रहेछ होइन त्यस्तो हो चाहिँ म हामीले के भन्न चाहन्छु भन्नाले होइन त्यस्तो चाहिँ अब ल धन्यवाद धेरै बोले होला अगाडि बढ्दैछौँ अहिले हिजो बनाएर आउँछन् होइन कस्तो आउँदै राम्रो आउँदैछ भने म पनि बनाउँछु बनाइरहेको छु मेरो स्नोम्यान सक्दिनँ यहाँको हुर्कनु भाइ यहाँको मान्छेहरूले ऊ तल लेक लागेपछि उसलाई चाहिँ यहाँ सत्तु पानी सानी हानेर यहाँको मान्छेहरू कस्तो छ भाइ अनएक्सपेक्टेड क्या मैले सोचेको पनि थिइनँ यतिको मान्छे बुझ्ने अनुसार जय पाथिभारामा त यहाँदेखि 15 मिनट चाहिँ छ पुरै हिउँ झरिरहेछ सो चढ्दै जाऊँ फेरि खानु यहाँ चाहिँ लास्टै हिउँ झरेको रहेछ यो चाहिँ हामी चढ्ने बाटो यो चाहिँ चढ्ने बाटो लास्ट हिउँ तिम्रो पनि लास्ट इयर छ यहाँ यो चाहिँ अहिले चाहिँ हामी यहाँ आइपुगेको छौँ यो ठाउँ चाहिँ धेरै उचाइमा छ यहाँ चाहिँ हिउँ एकदम परेको रहेछ राति यहाँ हेर्न सक्नुहुन्छ
माइक अन छ त्यहाँ एउटा बत्ती बलिरहेछ माइकको माथि ल र फाइनली अब हामी आइपुग्न आँट्यौँ यस्तो दुःख झेलेर सास फुलाएर तर यहाँ चाहिँ आउनु मजा आयो यस्तो तीर्थ मैले कहिले गरेकै थिइनँ दिनभरि भक्कै अनि त्यसमाथि 9-10 घन्टा हिँड्नु नन स्टप ले लेन त्यो एउटा बत्ती ये खुल्दैन मेरो हातै काम गरिरहेछ यहाँ हात काम गरिरहेछ यहाँ बापरे हातै काम गर्नु बस्ने न जाउँ आइपुगिसकेको छौँ दर्शन गर्न जय पाथिभरा माता यहाँ त फर्स्ट फाइट पनि हुन्छ यार जय माता दी मलाई फर्स्ट फाइट भयो जस्तो लागिरहेछ हातै काम भयो हामी चाहिँ फाइनली यहाँ आएर छोड्यौँ हुन त हाम्रो यहाँ आउने क्रममा यहाँ आउँदाखेरि नै हाम्रो चाहिँ दुर्घटना भएको थियो र हामीले धेरैले भनेको थियो तपाईहरू त्यहाँ नजानु तर यदि हाम्रो नजाने नै जुडेको भए हामीलाई चोटपटक लाग्थ्यो हामी मर्न पनि सक्थ्यौँ तर हामीलाई माताले बोलाएको रहेछ र हामी यहाँ आएर देखायौँ सबै हाम्रो साथीभाइहरूलाई चोटपटक लाग्यो तर कोही पनि डिमोटिभेट भएन सबै आँटी रहेछ गरेर देखायौँ जय पाथिभरा माता जय पाथिभरा माता यस्तो बाई गरिदिएँ ल फेरि आउनुपर्छ